जातीय रूपमा खोलेको सङ्गठनहरू बन्द गरिदिनुपर्छ। यसको कुनै पनि काम छैन। जसरी नमस्कार, आज कुरा गरौँ सुनसरी काण्डको। उही के त त्यही हिन्दू र मुसलमान बीचको युद्ध। विगत लामो समयदेखि मधेसमा केही यस्ता तत्त्वहरू छन् जसले हिन्दू समुदाय र मुस्लिम समुदायलाई लडाएर आफ्नो रोजीरोटी सेक्ने काम गरेका छन्, आफ्नो राजनीतिक लाभ लिने काम गरेका छन्, सरकारसँग आफ्नो मागहरूलाई प्रशस्त गर्ने काम गरेका छन्। यही तत्त्वहरू जहिले पनि जातीय द्वन्द्व गराउन अग्रसर रूपमा हुन्छन्। आज त्यसैको एउटा बिउ सुनसरी काण्ड बन्न पुगेको छ। त्यस्तै हिजो पर्सा काण्ड थियो, रौतहट काण्ड थियो, त्यस्तै सर्लाही हुँदै बारा जिल्ला हुँदै विभिन्न मधेसका क्षेत्रहरूमा मात्रै किन मुसलमान र हिन्दूहरू बीच युद्ध हुने गर्छन्, मुसलमान र हिन्दूहरूबीच द्वन्द्व हुने गर्छन्। तपाईलाई म एउटा कुरो प्रश्न पार्न चाहन्छु। म एउटा मधेसवासी भएको नाताले पनि म तपाईलाई प्रश्न के पार्न चाहन्छु भने कि हामी बीच मधेसमा हामी जनताहरू सर्वसाधारणहरूमा को मुस्लिम, को हिन्दू, को पराई, के कुनै पनि कुराको विभेद छैन। विभेद त कहाँ छ भने ती नेताहरूमा छ जसले एउटा सङ्गठन खोलेर बसेका छन्, जनताहरूलाई एक आपसमा लडाएर आफ्नो रोटी सेक्ने काम गरेका छन्। हो, त्यस्तै जनताले गर्दाखेरि, त्यस्तै नेताहरूले गर्दाखेरि, त्यस्तै समाजका लिडर हुँ भन्नेहरूले गर्दाखेरि आज विभिन्न क्षेत्रमा पटक पटक यसको शिकार चाहिँ सर्वसाधारण जनता हुन पुगेका छन्। इक्जाम्पलको लागि हिन्दू समुदायले बिहामा होस् या कुनै चाडपर्वमा होस्, डिजे बजाएर होस् या कुनै रमाइलो गरेर अर्थात् चाहिँ कुनै नाचगान गरेर होस्, कुनै पनि मुसलमानले, कुनै पनि मुस्लिम समुदायले आएर कम्प्लेन गरेको आजसम्म मैले चाहिँ देखेको छैन है। म पनि त्यही समुदायमा बिलङ गर्ने भएको कारणले गर्दाखेरि यो भन्न बाध्य भएको छु। हो, ठुलो स्वरमा डिजे बज्दाखेरि हामी मुस्लिम होइन हिन्दूलाई नै गाह्रो हुन्छ, हामी आफैलाई गाह्रो हुन्छ। ठुलो स्वरमा डिजे बज्दाखेरि अनावश्यक होहल्ला हुँदाखेरि हामीलाई नै गाह्रो हुन्छ र त्यसमा हामी गएर भन्छौँ ए सानो पार्दैन भन्दाखेरि उनीहरूले हामीलाई एउटा सामान्य वार्तालापमा सकिन्छ भने एउटा मुसलमानले गएर चाहिँ कि सानो गर्नु भन्दाखेरि किन यसलाई चाहिँ ठुलो युद्धको रूपमा लिन्छ, किन यसलाई चाहिँ ठुलो द्वन्द्वको रूपमा लिन्छ कि किनभने यहाँ हिन्दू समुदाय, मुस्लिम समुदाय अर्थात् यी विभिन्न जाति रूपमा चाहिँ लडाएर यिनीहरूलाई एक आपसमा लडाएर आफ्नो रोजी सेक्ने काम गरेका केही नेताहरूको कारणले गर्दाखेरि हो। त्यही उपलब्धिको एउटा कारण बन्न गएको छ सुनसरी काण्ड। एउटा सामान्य डिजे बजाउँदाखेरि भएको द्वन्द्वलाई लिएर जातीय रूपमा द्वन्द्व भड्काएर आफ्नो राजनीतिक जीवन बचाउने सुरुमा कुनैहरू नेताहरू छन् भने खबरदार ती नेताहरूलाई जनताले अब बुझ्ने भइसकेका छन्। आदरणीय बालेन सरकार तथा सुदन गृहमन्त्रीलाई मैले हार्दिक अनुरोध के छ भने कि मधेसमा जातीय द्वन्द्व रोक्नु छ भने, मधेसमा अब उपरान्त कुनै पनि जातीय द्वन्द्व गराउनु छैन भने मेरो हम्बल रिक्वेस्ट के छ भने मधेसमा रहेका विभिन्न हिन्दू परिषदहरू, हिन्दू सङ्गठनहरू सबैलाई खारेज गरिदिनु पर्यो। हिन्दूलाई मात्रै होइन, मुस्लिम सङ्गठनहरू पनि खारेज गरिदिनु पर्यो। किनभने म एउटा हिन्दू भएको कारणले गर्दाखेरि मेरो धर्म रोच्नलाई, मेरो धर्म बचाउनलाई म आफै काफी छु। मेरो कुनै परिषद चाहिँदैन, मलाई कुनै एउटा सङ्गठनित विभाग चाहिँदैन जसको र त्यस्तै मेरो एउटा मुसलमान साथीलाई पनि चाहिएको छैन कुनै मुस्लिम सङ्गठनहरू। उसको मुसलमानको, मुस्लिम समुदायको, उसको धर्म रोक्नको लागि मेरो साथीलाई पनि चाहिएको छैन, कुनै पनि मुस्लिम समुदाय अर्थात् कुनै पनि मुस्लिम सङ्गठनहरू चाहिएको छैन। त्यसैले यदि यो समस्या समाधान कम्प्लिट रूपमा समाधान गर्न चाहनुहुन्छ भने आदरणीय नेपाल सरकारलाई हामी जनताको हम्बल रिक्वेस्ट के छ भने प्लिज कुनै पनि जातीय रूपमा खोलेको सङ्गठनहरू बन्द गरिदिनुपर्छ। यसको कुनै पनि काम छैन। जसरी विद्यार्थी सङ्गठनहरू बन्द गरेर सर्वसाधारण विद्यार्थीहरूले पढ्ने वातावरण पाएका छन्, त्यस्तै हिन्दू होस् या मुसलमान होस् या कुनै पनि किसिमको जातीय द्वन्द्व ल्याउने समुदायहरूको सङ्गठन नेपालमा एटलिस्ट आवश्यकता छैन। यही नै एउटा एकदमै राम्रो कारण बन्न सक्छ भोलिको दिनमा हिन्दू र मुसलमान बीच युद्ध होइन, एउटा शमशान, एउटा आत्मीय भावना, दाजुभाइको भावनामा बस्नको लागि योभन्दा ठुलो
उपाय कुनै पनि हुन सक्दैन भन्ने हामी आम जनसमुदायको बुझाइरहेको छ। हामीले पहिला पनि देखेका छौँ केही मुसलमान साथीहरूले पनि हिन्दूको चाडपर्व मनाएको र हिन्दू साथीभाइहरूले आफ्नो मुसलमान साथीभाइकोमा गएर चाडपर्व मनाएको यो हामीले प्रशस्त उदाहरणहरू हाम्रो मधेसमा देखिन्छ। हो, जनताहरू त्यो चाहन्छन्, हामी सर्वसाधारण जनताहरू त्यो चाहन्छन्, तर यसैलाई सानो सानो कुरालाई नेताहरूले यसलाई ठुलो ठुलो बनाएर चाहिँ एउटा राजनीतिक लाभको लागि उनीहरूले हामीलाई युज गरेका छन्। त्यो एटलिस्ट अबको जनताहरूले बुझ्न पर्ने बेला भएको छ।